Hello and welcome to our vlogs. आज चाहिँ अब हामी हिँड्दै आज चाहिँ नि लवनताई हो, सैटरडे हो अनि छुट्टी हो अनि हामी चाहिँ एउटा मिनी पिकनिक जान आँटेको दुईजना मात्रै। हेर्नुस् यहाँ यति स्नो छ। पिकनिक भन्न मिल्दैन होला, अलिक घुम्न मात्र जान लाग्यो भन्नुपर्छ। पिकनिक भन्यो भने त फेरि हामीले त्यही गएर पकाउनु पर्यो नि हैन, त्यही भएर पिकनिक होइन, घुम्न जान आँटेको। अनि तपाईहरुको पनि फिनल्यान्ड आउने प्लानिङ छ के कस्तो हुन्छ, वेदर कस्तो हुन्छ, कस्ट कति आउँछ हैन, अनि यहाँनेरिको लिभिङ एक्सपेन्सेसहरु के कति छ, आउँदा के हुन्छ, कामको लागि के हुन्छ भन्नुहुन्छ भने चाहिँ हामी भन्न तयार छौं। कमेन्ट छोड्दिराख्नु, सबै हामी एउटा एउटा गरेर एन्सर दिँदै गर्छौं। कमेन्ट गर्नुभयो भने चाहिँ है। अनि अहिले हामी जाँदै छौं। अहिले चाहिँ यस्तो छ है वेदर, अलिकति आज सन्नी डे हो हुन चाहिँ, तर स्नो कभर छ, त्यो साइडमा चाहिँ घाम देखिरहेको छ है। ल अहिले चाहिँ हामी विङ्गाको सेन्टर आइसक्यौँ है, घरबाट टाढा होइन। अनि यो चाहिँ पसलहरू, मार्केटहरू, केसिटी, फ्रिजमा होइन सबै छ होइन, 2 मिनेट टाढा। घरबाट 2-3 मिनेट टाढा हो जम्मा। अनि हामी चाहिँ हेलसिङ्कीबाट चाहिँ फेरि 50 किलोमिटर पर बसिरहेको छु मैले चाहिँ होइन। कलेज यहीँनेरि छ। अनि आज डुल्न छुट्टीको दिन निस्केर हिँडेको, यसो घर बस्दा बस्दा छुट्टीको दिन। अनि छुट्टीको दिन के घर बस्नु धेरै बेर भनेर आज चाहिँ छुट्टी हो। यसो अलिअलि काम गरिरहेछ अहिले हालचालमा होइन। त्यस्तै छ। अब हिँड्दै जाने। त्यहाँ एउटा पोखरी छ भनौँ न, लेक नभनौँ, पोखरी नै हो त्यो होइन। अनि जाने हो पोखरी। यो सानो पोखरी थियो यहाँ, यो चाहिँ फ्रोजन हुन सुरु भएछ अलिअलि गर्दै है। पुरै चाहिँ भएको छैन, सायद टेकेर हिँड्यो भने चाहिँ खाल्टो पर्छ कि भन्ने आश लागेको छ। उता बिचमा चाहिँ छैन, यता चाहिँ फ्रोजन भइसकेको रहेछ। यतिको छ। अहिले जहाँ आउने भनेको त्यहाँ आइसकेको थियौँ। पहिला आउँदा पुरा हरियाली नै हरियाली देखिन्थ्यो होइन। अहिले अनि बेरिजहरू हुन्थ्यो, बेरिज खान कहिलेकाहीँ आउँथ्यौँ। अनि अहिले चाहिँ स्नोले गर्दा यहाँ चाहिँ 4-5 वटा पोखरी छ भनौँ न, स्टेप बाई स्टेप होइन। अनि त्यो पोखरीहरू अहिले चाहिँ पुरै फ्रोजन हुन स्टार्ट भइसकेछ क्या। फुल्ली फ्रोजन भन्न मिल्दैन, हिँड्नै सकिन्छ भन्न चाहिँ अलिक सक्दिनँ। नभए यो अब तलको भाग चाहिँ पुरै पोखरी हो, सबै फ्रोजन छ है। यहाँदेखि परसम्म छ है, 4 वटा 5 वटा छ, सबै त्यस्तै भएको छ है। यहाँ चाहिँ अब फ्रोजनवाला रमाइलो पनि हेरौँ कतिसम्म चिसो जान्छ। अहिले चाहिँ -6 सम्म पुगेको छ, आज चाहिँ -4 छ होइन। अनि स्नो चाहिँ 2 दिनको भइदिरहेछ। हामी चाहिँ फर्किँदैछौँ है। जाडो भयो, अब सक्यो, जाडो भयो माइलड। अब चाहिँ हामी कुद्न थाल्यौँ, जिउ तताउन सकेन नभए। ल आजको लागि चाहिँ यहीँसम्म, आजको बन्द गरिदिएको छौँ भिडियो। अब केही कुरा सोध्नुपर्ने भन्ने जान्नुपर्ने छ भने कमेन्ट गर्दा हुन्छ। हामी है त, see you, bye bye।